तिमीलाई भुल्न यति रक्सी खाए हिजो साँझ खाएपछि झन् याद आयो के खाम त नि आज भेटाइ हुन्न कि डोको बुन्ने निगालो छोयाले जानै खायो त्यो तिम्रो मायाले हाम्रो माया जुनीभरि छ हाम्रो नाता जम्बरी छ तिमी नजिक आउँदा बढ्छ मेरो धड्कन हावा पनि रोकिन्छ सुन्छ मेरो कदम जाउँ हिँड लन्डन घुम्नलाई पल्टन हामी जता पुग्छौँ त्यतै बनाउँछौ किङडम मेरो पुगिसक्यो गर्न हाम्रो घर जम दर्शकलाई चाहियो रे कस्ते थिए कस्ते भए हेर मलाई मिल्छ भने तिमी जस्तै फेर मलाई कस्ते थिए कस्ते भए हेर मलाई मिल्छ भने तिमी जस्तै फेर मलाई तिम्रो माया मोटोमा ताजै करोडौंको बिजनेस छ भनेर भगाएर लिएर मात्रै मिलाइदियो हे भगवान करोडको भनेको छैन तिमीले पकडको भनेको छु तिमी नजिक आउँदा बढ्छ मेरो धड्कन हावा पनि रोकिन्छ तिम्रै नाम दिन रात चल्छ बाबा कहाँ हुनुहुन्छ रे विदेश के गर्न जानुभएको बाबा पैसा कमाउन पैसा कति तिमीलाई पठाइदिनु भएको छ कति पठाइदिनु भयो 20 रुपियाँ जोडौला तिनकाहरू बनाउला सानो घर प्रेमको घुम्टो ओढी बसौला जीवनभर नियतिले छल गरे तिमीलाई दिन दोष छुट्नै परे सानो घाटैमा बिदाई होस् मेरा चाहना मिल्छी तिम्रै भाकामा बादलको घुम्टो भित्र तिमीलाई लुकाऊ के म्याथ्सले 30 वर्ष हानिसक्यो अब अर्को 30 हान्यो भने सिधै 60 बाँकी रह्यो 20 तर 80 मै त जाँदिनँ म 95 घरमा बियर खाँदा खाँदै मर्छु भरे हिँड्दा हिँड्दै भोलि मलाई गाडी ल्याएर हान्नु अरे एक्कासी ब्ल्याङ्ग गल्ती पनि आफ्नै आन्द्रा भुडी बाहिर दुईटा आँखा पनि छैन दाइको टाउको एकातिर तर खुट्टा अझै लात हान्दै के हुन्छ होला क्या मरेपछि हामी बसेर म सोच्यो भने म्याथ्सले ठिक हुन्छ यस्तै कुराहरूले राति सुत्नै गाह्रो लाग्छ 10 किलो हिरा भेटे सबै कुरा ठिक हुन्छ डाँडा गाडा एउटा सानो घर ठुलो बगैँचा वाल चारैतिर माथि गन वरिपरि सिक्युरिटी सिस्टम हुने अन्डरग्राउन्ड टनल एनिमीलाई देख्यो भने परैबाट गोली पैसै चाहिने रहेछ रमाउन पनि परदेशिनु पर्ने कमाउन पनि आशै आशामा जिन्दगी बित्यो मायाले होइन पैसाले जित्यो
संसारै जित्छु तिरेको दिन बाँचे सासाउँछ मरेला साउँछ स्वीकार्नु आमा। फेरि आयो यही मान्छे हो। फेरि आयो मेरो भिडियोमा बिचरा। के चाहिँ खोजिनेको टिकटकमा यसो गर्दै कस्तो भिडियो खोजेको चित्त बुझेन। 1-2 घन्टा बोला त हेरेको। अब त कतिचोटि सार्यो आमा छाला पनि सबै त्यो मोबाइलको स्क्रिन अब त गइसक्यो होला। घरतिर कल गर्नु पर्ने होला, कति दिन होला कल नगरेको। पुरै त्यो ग्यासमा त्यो दाल त्यत्तिकै छ होला, त्यो मारेकै छैन होला। धन्दा गर्नुपर्ने छ होला, गर्नु नि। भोलि ड्युटी जानुपर्ने होला, सुत्नु नि। अब त के चाहिँ खोजेको त्यति साह्रो। जिन्दगीको टुटेसी आसपानी भारी भाछ एक मुठी सास पानी माया मोटोको धर। इल्तिजा है दिल की मुझसे दूर ना रहो बस तुम मेरे पास रहो हाय बस तुम मेरे पास रहो। तेरे कुरा त मैले भनेको नै छु बाँकी छ एउटा तिमीलाई बताउँ म मर्ने बेला तिमी चाहिँ आऊ। आफ्नो त न्यू इयरको सबै प्लानिङ भइसक्यो, अब क्यान्सल हुन मात्रै बाँकी छ। धन्न धन सम्पत्ति भए सबैको प्यारो सबैलाई मोज, कमाई केही नभए आफ्नै घरको बोझ। यस्तै हजुर छोरा मान्छेको जिन्दगी। ओ माई मेरी क्या फिक्र तुझे क्यों आँख से दरिया बहता है। तू कहती थी तेरा चांद हूँ मैं और चांद हमेशा रहता है। कस्तो अनौठो भाग्य लिएर जन्मेछु यार म। साला न त अरूलाई खुसी बनाउन सके न त आफू नै खुसी हुन सके। केटी फकाउनलाई उहाँ 2-4 गेडा आमला भए पुग्ने रहेछ। म चाहिँ बेर्थै 5 लाखको बुलेट भट्टाटट्टाटट्टाटट्ट बाइक किनेर पैसा खेर फालिर। अब 2-4 अमलाको बिरुवा चाहिँ घरमा नरोपी भएन। बट सुखमा हुन्छन् आफन्त सबै दुःखमा साथ छोड्दा रहेछन्। यो दुनियाँको रीति नै यस्तो बलेको आगो ताप्दा रहेछन्। दुखीलाई कहिले काहीँ भुल्दा साहुको ऋण सैकडा दिन संसारै जित्छु तिरेको दिन बाँचे सासाउँछ मरेला साउँछ स्वीकार्नु अझै कति दिन रिसाएर बस्छौ मा। तिम्रो रिस नमर्दै यदि म मरिहाल्यो भने फेरि कोसँग रिसाएर बस्छौ। बाँचुन्जेल दुनियाँले आहा भनोस् मरेसी छुट्टै इतिहास बनोस् मरेसी छुट्टै इतिहास बनोस्।